डाक्टर गंगा भण्डारी। मुखभित्र आउने सानो फोकाहरूलाई के भनिन्छ नि त? तपाईँको मुखमा कहिले सानो फोका आएर खाना गाह्रो हुने, तातो चिसो खाँदा गाह्रो हुने त भइरहेछ न। यस्तो छ भने माथि पिक्चरमा देखाए जस्तो यसलाई एब्ससेस अल्सर भनिन्छ। के कारणले आउन सक्छ त एब्ससेस अल्सर? यदि हजुरको राम्रोसँग निद्रा पुगेको छैन अथवा कुनै स्ट्रेस भइरहेछ भने त्यस्तो बेलामा पनि एब्ससेस अल्सर आउँछ। अर्को भनेको हर्मोनल चेन्जेस भयो भने, न्युट्रिसन डिफिसियन्सी जस्तै हाम्रो भिटामिन डिफिसियन्सी भयो भने हाम्रो मुखमा सानो फोका घाउहरू आउन थाल्छ। अर्को भनेको चाहिँ डाइटहरू राम्रोसँग डाइटहरू पनि पुगेको छैन भने एब्ससेस अल्सर आउँछ। अनि अर्को मेन रिजन भनेको चाहिँ हजुरले आफ्नो ओरल हाइजिन, मुख स्वास्थ्यलाई राम्रोसँग केयर गर्नु भएको छैन भने पनि एब्ससेस अल्सर आउँछ। अब यस्तो हुँदा चाहिँ हामीले के प्रिभेन्सन लिन सकिन्छ त? तपाईँलाई एब्ससेस अल्सर आएर खाना गाह्रो भइरहेको छ भने हजुरले धेरै तातो, धेरै पिरो र धेरै एसिडिक अमिलो कुराहरू चाहिँ नखानु। यसले गर्दा चाहिँ झन् तपाईँलाई एकदमै धेरै दुख्ने, पोल्ने यस्तो समस्या हुनसक्छ। अब एब्ससेस अल्सर आएको बेलामा चाहिँ के ट्रिटमेन्ट गर्न मिल्छ त? एब्ससेस अल्सर आएको बेलामा अब हजुरले एउटा आफू त रुल आउट गर्नु पऱ्यो, के रिजनले हजुरलाई एब्ससेस अल्सर भएको छ त्यो कुरा थाहा पाउनु पऱ्यो। अर्को भनेको चाहिँ हामीले नर्मली युज गर्ने भनेको चाहिँ डेल्टा जेल। डेल्टा जेल चाहिँ हजुरको जुन ठाउँमा फोकाहरू आएको छ त्यही अनुसार तपाईँले त्यो मेडिसिन लगाएर रिलिफ गर्न सक्नुहुन्छ। अनि भिटामिन सप्लिमेन्टहरू पनि लिनुपर्ने छ भने हजुरहरूले डाक्टरको सल्लाह अनुसार भिटामिन सप्लिमेन्ट लिन मिल्छ। अनि आफ्नो डाइटमा पनि केही चेन्ज गर्न मिल्छ। हस् त, थ्याङ्क यू।